मानिसहरूको बारेमा कुरा गर्दैछु। तर यो चाहिँ बाहिरी मानिस होइन कि भित्री मानिसको विषयमा। बाहिरी मानिस र भित्री मानिस दुई खालको मानिसको विषयमा बाइबलले भन्दछ। अनि बाइबलमा हामी हेर्न पाउँछौँ केही पदहरू बाइबलमा हामी चाहिँ नि भेटाउँछौँ। जस्तो कि उदाहरणको लागि एफिसी 3:16 म प्रार्थना गर्छु कि उहाँका महिमाको सम्पत्ति अनुसारको शक्तिले उहाँका आत्माद्वारा भित्री मनुष्यत्वमा तिमीहरूलाई शक्तिशाली पारुन्। अनि त्यो भित्री मानिस भनेको के हो, बाहिरी मानिस भनेको के हो? सरसर्त हेर्दाखेरि तपाईँको हरेक मान्छेको आफ्नो उचाइ हुन्छ, आफ्नो चाहिँ नि मोटाइ हुन्छ होइन, उसको चाहिँ कलर हुन्छ, रङ हुन्छ, त्यसलाई के भन्छ? बाहिरी मानिस। भित्री मानिस भनेको चाहिँ के हो? मान्छेको भित्री स्वभाव, भित्री आत्मा होइन, त्यसलाई चाहिँ भित्री मानिस। यसकारण के छ भन्नुहुन्छ भने हामीसँग भएको भित्री मानिस चाहिँ शक्तिशाली, भित्री मानिस चाहिँ शक्तिशाली होस्, भित्री मानिस चाहिँ बलियो होस् भनेर बाइबलले तपाईँलाई र मलाई भन्दछ। र पावलले भन्दछन् वास्तवमा हामीले हेऱ्यौँ भने हेर्नुहोस् है, अब तपाईँ बाहिर कतिको बलियो हुनुहुन्छ मलाई थाहा छैन, म चाहिँ नि कतिको बलियो छु मलाई चाहिँ थाहा छ। तर त्यो बाहिरी बल ठुलो कुरा होइन, भित्री बल, भित्रपट्टि तपाईँ कतिको बलियो हुनुहुन्छ, भित्रपट्टि तपाईँ कतिको शक्तिशाली हुनुहुन्छ, त्यो कुरो चाहिँ मुख्य कुरा हो। त भित्रबाट आउने साहस, भित्रबाट आउने बल होइन, जो चाहिँ शारीरिक बल होइन, त्यसलाई भन्छ भित्री मानिसको बल, भित्रपट्टिको त्यो क्षमता, भित्रपट्टिको त्यो शक्ति। हेर्नुहोस् है, उदाहरणको लागि त्यो भित्रपट्टिको मान्छे कस्तो हुन्छ, जस्तो कि येशू प्रभुलाई हामी हेर्न सक्छौँ होइन। येशू प्रभु भित्रबाट बलियो हुनुहुन्थ्यो, उहाँ भित्रबाट शक्तिशाली हुनुहुन्थ्यो। येशू प्रभु चाहिँ 100% मानिस र 100% परमेश्वर हुनुहुन्छ हो कि होइन। उहाँ शरीरमा आउनुभएको थियो, उहाँ शरीरमा हुनुहुन्थ्यो अनि उहाँ भित्रपट्टि बलियो हुनुहुन्थ्यो। यसै कारण येशू प्रभुलाई चाहिँ नि परमेश्वरको राज्यको बारेमा प्रचार गर्न उहाँलाई कुनै लाज पनि भएन, डर पनि भएन, शङ्का पनि भएन। उहाँले चाहिँ बाटोमा जानुहुन्थ्यो, उहाँ सभाघरहरूमा जानुहुन्थ्यो, उहाँ मन्दिरमा जानुहुन्थ्यो र परमेश्वरको राज्यको बारेमा खुला प्रचार गर्नुहुन्थ्यो। त्यो के थियो? उहाँको भित्रबाट आउने शक्ति। त्यो शक्तिले गर्दाखेरि उहाँलाई कुनै पनि डर पनि भएन, लाज पनि भएन, सङ्कोच पनि भएन। त्यो भित्रबाट आउने शक्ति, येशू प्रभु कस्तो शक्तिशाली हुनुहुन्थ्यो। उहाँ बाटो हिँड्दै गर्दाखेरि यदि कोही रोगी बिरामी छन् भने, यदि कोही चाहिँ नि भूतले चाहिँ नि ग्रस्त मानिसहरू छन् भने भूतहरू भाग्थ्यो। येशू प्रभु जुन बाटो जानुहुन्थ्यो त्यो बाटोमा भूत लागेका मानिसहरू थिए भने भूत आफै निस्केर भाग्थ्यो। त्यसलाई भन्छ भित्रपट्टिको मानिस, त भित्री मानिसको शक्ति, भित्री मानिसको पावर। त आज धेरै क्रिस्चियनहरू के छन् त? आत्मामा कमजोर छन्, आत्मामा रोगी छन् हो कि होइन। यसै कारण आज कोही मान्छेले बाहिर गएर येशू प्रभुको बारेमा भन्ने आँट गर्दैन। कोही मान्छेले मन्दिरमा गएर येशू प्रभुको बारेमा, परमेश्वरको राज्यको बारेमा सुसमाचार सुनाउने आँट गर्दैन, किनभने त्यो आँट, त्यो साहस छैन। कोही मान्छे बाटोमा गएर सुसमाचार प्रचार गर्ने आँट गर्दैन, किनभने ऊ भित्रपट्टि बलियो छैन, भित्रपट्टि ऊ शक्तिशाली छैन। अब येशू प्रभु कुनै घरमा जानुहुन्थ्यो, मान्छेहरूले उहाँलाई चाहिँ नि बोलाउँथे, निमन्त्रणा गर्थे अनि उहाँले रोगी बिरामीहरू निको पार्नुहुन्थ्यो र यति धेरै बिरामीहरू त्यहाँ आउँथे, सबैजना निको हुन्थे, सबै मान्छेले उहाँको वचन सुन्थे। जबसम्म उहाँको बेला आएन, जबसम्म उहाँ क्रुसमा टाङ्गिने बेला आएन, तबसम्म उहाँलाई कसैले पनि आक्रमण गर्ने आँट पनि गरेन। किन उहाँले खुला सुसमाचार सुनाउनुहुन्थ्यो, उहाँले खुला बिरामीहरूलाई निको पार्नुहुन्थ्यो, खुला परमेश्वरको राज्यको बारेमा भन्नुहुन्थ्यो। तर आज धेरै मानिसहरूलाई त्यो किसिमको बल, त्यो किसिमको शक्ति नभएको हामी पाउँछौँ। मण्डलीहरूमा पनि के हुन्छ? मण्डली भवनभित्रै चङ्गाई गर्ने, मण्डली भवनभित्रै प्रचार गर्ने, मण्डली भवनभित्रै सिकाउने, केवल मण्डली चाहिँ के छ त अहिले? भवनभित्र सीमित छ। बाहिर गएर मण्डलीले खुला प्रचार गर्नु सकेको हामी देख्दैनौँ। किन भन्दा भित्रपट्टिबाट
मान्छे शक्तिशाली छैन, बलियो छैन। अब अर्को उदाहरण येशू प्रभुपछि पावलको उदाहरण हामीले देख्न सक्छौँ, हो कि होइन? पावलले पनि खुलमखुला सभाघरमा गएर, यहुदीहरूको सभाघरमा गएर सुसमाचार प्रचार गर्थे। यति बेलाको यहुदी घरमा गएर सुसमाचार प्रचार गर्नु भनेको चाहिँ अहिले मस्जिदमा गएर सुसमाचार सुनाउनु, येशू नै परमेश्वर हुनुहुन्छ भनेर घोषणा गर्नु जत्तिकै खतरनाक हुन्थ्यो। त्यो समय पनि पावललाई भित्रबाट के आयो? बल आयो। भित्रबाट के आयो? शक्ति आयो। र तिनले जतासुकै गएर परमेश्वरको राज्यको बारेमा तिनले प्रचार गर्न थाले, होइन? भित्रपट्टिको बल चाहिँ त्यस्तो हुन्छ। भित्रपट्टिको बल त्यो लुकेर काम गर्दैन। त्यो बलियो मान्छे छ त्यो चाहिँ लुकेर बस्दैन। यदि तपाईँ बलियो हुनुहुन्छ भने तपाईँ लुकेर बस्नु सक्नुहुन्न। बलियो मान्छे चाहिँ के गर्छ? मैदानमा लड्न जान्छ, हो होइन? हो, यदि यसकारण तपाईँ र मेरो चाहिँ भित्री मान्छे के हुनु पर्यो? बलियो। भित्री मान्छे बलियो भयो भने बल्ल हामी परमेश्वरको राज्यको निम्ति काम गरेर उहाँको प्रचार गर्न सक्छौँ, सुसमाचार सुनाउन सक्छौँ। त्यो बल, त्यो शक्ति भनेको झगडा गर्ने होइन। त्यो भित्रपट्टिको मान्छेको बल, शक्ति भनेको चाहिँ झगडा गर्ने होइन, प्रेम गर्ने। त्यो भित्रपट्टिको मान्छेको बल चाहिँ के हो? प्रचार गर्ने। भित्रपट्टिको मान्छेको बल चाहिँ के हो? क्षमा गर्ने। भित्रपट्टिको मान्छेको बल चाहिँ के हो? अरूको वास्ता गर्ने, भलाइ गर्ने। त्यो खालको बल भित्रपट्टिको मान्छे बलियो भयो भने त्यो खालको शक्ति तपाईँले र मैले पाउन सक्छौँ। त्यसै गरी त्यो भित्रपट्टिको मान्छेको विशेषता के हुन्छ? भित्रपट्टिको मान्छेको विशेषता परमेश्वरको व्यवस्थामा खुसी हुन्छ। हेर्नुहोस् है, अब यो रोमी 7:22 किनकि म मेरो अन्तस्करणमा परमेश्वरको व्यवस्थामा आनन्दित हुन्छु। स्वभाव त्यस्तो हुन्छ। अब अनि त्यो भित्रपट्टिको मान्छेको अर्को विशेषता के हो भने भित्रपट्टिको मान्छे तपाईँ साँच्चै पहिला, अब तपाईँ यदि नयाँ गरी जन्मिसक्नु भएको छ भने, यदि तपाईँले येशू प्रभुलाई विश्वास गर्नु भएको छ भने त्यो भित्रपट्टिको मान्छे चाहिँ नवीकरण हुँदै जान्छ। भित्रपट्टिको मान्छे चाहिँ परिवर्तन हुँदै जान्छ। भित्रपट्टिको मान्छे चाहिँ रूपान्तरण हुँदै जान्छ। त्यो भित्रपट्टिको मान्छे परिवर्तन हुनलाई कुनै पनि कुराले रोक्दैन। परिस्थितिले रोक्दैन, समयले रोक्दैन, उमेरले रोक्दैन। त्यसकारण तपाईँ जुनसुकै अवस्थामा, परिस्थितिमा भए पनि, जुनसुकै उमेरमा भए पनि तपाईँको आत्मा र भित्रपट्टिको मान्छे चाहिँ नवीकरण हुँदै जान्छ, है। बाइबलले के भन्दछ? हाम्रो भित्री मनुष्यत्व नष्ट हुँदै गए तापनि, हाम्रो बाहिरी मनुष्यत्व, बाहिरी शरीर नष्ट हुँदै गए तापनि हाम्रो भित्री शरीर चाहिँ नयाँ हुँदै जान्छ। भित्रपट्टिको मान्छे चाहिँ नयाँ हुँदै जान्छ भनेर बाइबलले भन्दछ। तपाईँले दोस्रो कोरिन्थी 4:16 हाम्रो बाह्य मनुष्यत्व नाश हुँदै गए तापनि हाम्रो आत्मिक मनुष्यत्व चाहिँ दिनदिनै नयाँ हुँदै जान्छ। मान्छे हेर्नुहोस् है, अब भित्री मान्छे कसरी बलियो हुन्छ? कसरी बलियो हुन्छ? बलियो हुनको लागि तपाईँको पहिले कुरो खाना खानुपर्छ, हो कि न? बलियो कतिको बलियो हुने भन्ने कुरा चाहिँ सानैदेखि जन्मेदेखि कतिको उसलाई चाहिँ हेरचाह कस्तो भयो, उसले खानेकुरा कस्तो खायो, त्यो कुराले निर्भर गर्दछ। यसकारण तपाईँ बलियो हुन चाहनुहुन्छ भने जसरी खाना नखाइकन मान्छे बाँच्नु सक्दैन, हामी खाना दिनको 2 चोटि 3 चोटि 4 चोटि खाना खान्छौँ, त्यसै गरी बाइबल परमेश्वरको वचनलाई तपाईँले खान जान्नु भएन भने तपाईँ बलियो हुनुहुन्न। तपाईँ बलियो हुनलाई चाहिँ परमेश्वरको वचन खानुपर्छ। अब परमेश्वरको वचन कसरी खाने? पत्रिका पढे जस्तो गरेर होइन। अब कसरी बलियो हुने? प्रार्थनालाई खरखर्ती प्रार्थना गरेर मात्रै पनि बलियो हुँदैन। परमेश्वरको वचनमा तपाईँले ध्यान लाउनुभयो, मन लाएर, ध्यान लाएर, विचार लाएर, बुद्धि लाएर तपाईँले अध्ययन गर्नुभयो, त्यहाँबाट प्रयोग के गर्ने भनेर तपाईँले पत्ता लगाउनुभयो, त्यहाँबाट अर्थी चेतावनीलाई ग्रहण गर्नुभयो भने बल्ल तपाईँले परमेश्वरको वचन खानुहुन्छ। परमेश्वरको वचन चाहिँ मनपर्ने कुरा चाहिँ मेरो, मनपर्ने चाहिँ तेरो भनेर तपाईँले फाल्नुभयो भने तपाईँ आत्मा बलियो हुनुहुन्न। परमेश्वरको वचनमा जति पनि चेतावनी छ त्यो तपाईँको लागि हो, जति पनि अर्थी छ
त्यो पनि तपाईँको लागि हो। त्यसरी तपाईँले परमेश्वरको वचनलाई ग्रहण गर्नुभयो भने बल्ल तपाईँ आत्मामा बलियो हुन सक्नुहुन्छ। अनि बाइबलले भन्दछ जब पवित्र आत्मा आउनुहुन्छ तब तिमीहरूले शक्ति पाउनेछौ। जब पवित्र आत्मा आउनुहुन्छ तब तिमीले शक्ति पाउनेछौ र बल्ल तिमीहरू यरुशलेममा, यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। प्रेरित 1:8। यसकारण पवित्र आत्मा तपाईँसँग हुनुहुन्छ भने बल्ल तपाईँ शक्तिशाली हुनुहुन्छ, बलियो हुनुहुन्छ। यसको लागि तपाईँले परमेश्वरसँग के माग्नु पर्यो? पवित्र आत्मा दिनुहोस् ताकि मलाई भित्रबाट बलियो बनाउनुहोस्, मेरा पापहरू क्षमा गर्नुहोस्, मलाई नवीकरण गर्नुहोस्। हे परमेश्वर, मलाई नवीकरण गर्नुहोस्, मलाई चाहिँ नि सुधार गर्नुहोस्, मलाई परिवर्तन गर्नुहोस् र म परिवर्तन हुन चाहन्छु। तपाईँको वचन अनुसार, वचनले जे भन्छ त्यसमा म परिवर्तन हुन चाहन्छु। वचनले दिएको चेतावनीलाई म ग्रहण गर्न चाहन्छु र पश्चाताप गर्नुपर्ने ठाउँमा म पश्चाताप गर्न चाहन्छु। त्याग्नुपर्ने कुरालाई म त्याग्न चाहन्छु, बुझ्नुपर्ने कुरा म बुझ्न चाहन्छु भनेर यदि तपाईँ साँच्चै परमेश्वरको अगाडि नम्र विनम्र भएर तपाईँ घोप्टो पर्नुभयो, प्रार्थना गर्नुभयो, पश्चाताप गर्नुभयो भने तपाईँ बलियो बन्दै जानुहुन्छ। र त्यति मात्रै होइन, तपाईँ बाइबल अध्ययनमा लाग्नुभयो होइन, बाइबल अध्ययन चाहिँ नि ठिकसँग तपाईँले बाइबल अध्ययन गर्न थाल्नुभयो, तपाईँ एकअर्कासँग सहमतिमा बस्न थाल्नुभयो, एकले अर्कालाई उत्साह दिन थाल्नुभयो भने तपाईँ बल्ल आत्मामा बलियो हुन थाल्नुहुन्छ। अनि त्यसपछि तपाईँले शक्ति पाउनुहुन्छ, त्यसपछि तपाईँले साहस पाउनुहुन्छ। नत्र भने धेरै जसो प्रचारकहरू पनि घरभित्रबाट बाहिर प्रचार गर्न गएपछि विभिन्न किसिमको डरहरूको अनुभव भने, विभिन्न किसिमको रिसहरूको अनुभव भने, कहिले लाजको अनुभव भने त्यो के हो? भित्रपट्टिको मान्छे कमजोर छ, भित्रपट्टिको मान्छे बलियो छैन। अब येशू प्रभुले के भन्नुभयो? पहिले बलियो मान्छेलाई नबाँधिकन त्यसको घरको कसले लुट्न सक्छ र एक्जाम्पल होइन। त्यहाँ कति बलियो मान्छे छ तपाईँ हेर्नुहोस्। हामी सुसमाचार प्रचार गर्न गयौँ भने त्यहाँ हामी बलियो मान्छेहरू अथवा शैतानिक आत्माहरू, दुष्ट आत्माहरू, भूत आत्माहरूको तपाईँले चाहिँ नि सामना गर्नुहुन्छ। किनभने जहाँ दिन हुन्छ त्यहाँ रात हुन्छ। तपाईँ सुसमाचार प्रचार गर्न ज्योति लिएर जानुहुन्छ, अन्धकारले तपाईँसँग लडाइँ गर्छ, सङ्घर्ष गर्छ। त्यसकारण तपाईँ के हुनु पर्यो? भित्रपट्टिबाट बलियो हुनुहुन्छ भने तपाईँ त्यसको सामना गर्न सक्नुहुनेछ। यसकारण आउनुहोस् हामी परमेश्वरसँग प्रार्थना गरौँ, परमेश्वरलाई भनौँ प्रभु मलाई बलियो बनाउनुहोस्, आफ्ना पापहरूको लागि पश्चाताप गरौँ, प्रभुलाई भन्नुहोस् प्रभु म नवीकरण हुन चाहन्छु, म परिवर्तन हुन चाहन्छु, म आज जस्तो छु भोलि त्यस्तो हुन चाहँदैन, म भोलि पर्सि गर्दै म नवीकरण हुँदै परिवर्तन हुँदै जान चाहन्छु, म पाप छोड्दै जान चाहन्छु, अपवित्रता अशुद्धता कुराहरूलाई म छोड्दै जान चाहन्छु। तपाईँको पवित्रतामा, येशूको स्वरूपमा, विश्वासमा, प्रेममा, पवित्रतामा, शान्तिमा म बढ्न चाहन्छु ताकि म आत्मामा मलाई शक्तिशाली बनाउनुहोस्, बलियो बनाउनुहोस् ताकि म तपाईँको महिमा गर्न सकौँ। धन्यवाद। यस किसिमले तपाईँले प्रार्थना गर्नुभयो भने निश्चय नै तपाईँ आत्मामा बलियो बन्दै जानुहुनेछ र तपाईँले शक्ति पाउनुहुनेछ। हस्, धन्यवाद।